भन्छु। म 2074 सालमा लुबु बस्न आएँ। मेरो पुरानो बस्ती चाहिँ राइबेछापमा। त्यसपछि मैले कुनै स्कुलहरू नै नबुझिकन म यहाँ आएर सविता म्यामलाई भेट्ने बित्तिकै म यति प्रभावित भएँ कि बालकुञ्ज स्कुलमा होइन, ल मैले मेरो बच्चाले यहीँ पढाउनुपर्छ भनेर मैले 3टा बच्चालाई भर्ना गरेँ। मेरो ठुलो बाबु चाहिँ कस्तो थियो भने सरकारी स्कुलमा पढेर आएको, हामी गाउँबाट पढ्न सक्छ सक्दैन भने हामीलाई यहाँ कति डर थियो। ल्याएर 1 वर्ष भक्तपुरमा लिटिल गार्डनमा पढाएँ। त्यसपछि ल्याएर 6 पढाएर 7 नपढाइकन मैले बाबुलाई 8मा भर्ना गर्दाखेरि म्यामसँग मैले सोधेँ, म्याम के गर्न सकिन्छ त, मेरो बाबुमा यो ट्यालेन्ट छ, यो क्षमता छ भन्दाखेरि म्यामले हुन्छ हामी हेर्छौँ नि त भन्नुभयो। भनेपछि बाबुलाई भर्ना गऱ्यौँ। भर्ना गरेपछि बाबु, नानी र सानो बाबु पनि थियो। दुवैजनाको अब एकदमै मेहनत पनि भयो अनि स्कुलले पनि सपोर्ट गरेको भएर मेरो बाबु पछिल्लो वर्ष के सेकेन्ड भयो। ए ग्रेडै A+ ल्यायो क्या। त्यस्तो गरेर राम्रैसँग पढ्दै गएँ होइन। त्यसको लागि थ्याङ्क यू स्कुललाई। अनि स्कुलले त राम्रो गर्यो नै गर्यो, बच्चाहरूले पनि राम्रै गरे आजको दिनसम्म। अनि म अब एउटा चाहिँ कस्तो प्यारेन्ट्स भएर मैले बोल्न चाहेँ। मेरो चाहिँ लगभग मेरो ठुलो बाबु 2 वर्ष हुँदादेखि नै उसको बाबा चाहिँ वैदेशिक रोजगारमा हुनुहुन्छ। म एक्लै यहाँ बसेर मैले बच्चाहरूलाई चाहिँ कसरी गरेँ भने लगभग मैले यो के भन्छ कोरोना लाग्नुभन्दा अगाडिसम्म मैले फेसबुकहरू पनि चलाइनँ क्या, मोबाइल पनि चलाइनँ। किनभने मैले गरेँ भने मेरो बच्चाहरू पनि बिग्रिन्छन्, पढ्न बच्चाहरूलाई चाहिँ डिस्टर्ब हुन्छ भनेर। अनि कति बच्चाहरूलाई चाहिँ मैले के गर्ने, बेलुका 10-11 बजेसम्म एउटै कोठामा क्या, हामी एउटै कोठामा सुत्ने। बच्चाहरूले मोबाइल चलाउँछन्, अन्य कुराहरूमा लाग्छन् भनेर। अनि बच्चाहरू पढुन्जेलसम्म चाहिँ म अब मोबाइलहरू केही नचलाउने, टिभी केही नहेर्ने, म खाटमा बस्ने, म बत्ती काट्ने हो कि सरहरूले भने जस्तै म कुनै मलाई मनपर्ने पुस्तकहरू पढ्ने हो कि गरेर म बस्ने। 11 बजीसम्म बच्चाहरूलाई पढाउने, त्यसपछि सुत्ने आफ्नो ठाउँमा। सुतेपछि फेरि 4 बजेपछि म उठिसकेपछि ल उठ है टाइम भयो उठ्ने। उनीहरूले कम्तीमा घरमा 1 घन्टा 2 घन्टा पढ्ने, अनि त्यसपछि स्कुल आउने। गरेर स्कुल लाइफ चाहिँ उनीहरूको राम्रै भयो। प्लस कलेज गएँ, कलेज गएर पनि 12 पढुन्जेलसम्म चाहिँ मैले बच्चाहरूलाई त्यस्तै गरेर टाइम दिएँ। दुइटालाई चाहिँ बिहान 4 बजे उठ्ने, म उठेपछि उनीहरूलाई उठाउने। मेरो बच्चाहरूलाई म के जस्तो छुट्टी होस्, जति दिनको भ्याकेसन हो, घाम लाग्नुन्जेल म सुत्न चाहिँ दिँदिनँ। बेलुका 9 बजिसक्यो, आजको दिनमा पनि 9 बजिसकेपछि मेरो बच्चाहरूले मोबाइल चाहिँ मेरो कोठामा ल्याएर राख्नु पऱ्यो क्या। यता म छोरीसँगै सुत्छु होइन। अनि मेरो बाबुले ल तिमी हेर्छौ हेर सर्टेन टाइम तर गर। अनि घरको कामहरूमा चाहिँ मेरो अहिले सानो छोराले नि 16 वर्ष भयो, उसले घरको टोटल्ली काम गरिदिन्छ क्या। बिहान उठेर घर बढारिदिन्छ, पूजा गरिदिन्छ, भाँडा माझिदिन्छ। यदि मैले नहुने बेलामा म बसेको बेलामा मेरो सानोले प्रसन्नले उसले दाल भात तरकारी मासु पकाएर पाहुनालाई खाना दिएर किचनमा सबै गरिदिन्छ। अनि अर्को कुरा के छ भने इम्पोर्टेन्ट कुरा, जुन हाम्रो मासिक धर्म हुन्छ त्यो 5 दिन मेरो छोराले मलाई रेस्ट गर्न लगाउँछ क्या। हजुर खाटबाट पनि नझर्छ है माम, हजुर हजुरलाई पीडा भएको छ, उसले मलाई हट प्याड ल्याएर दिन्छ, हजुर सेक्सी हो भनेर। अनि हजुरलाई के खान मन लाग्छ, आज हजुरले मन परेको खाजा खान पाइन्छ। उसले मलाई 4 दिनसम्म चाहिँ खाजा, खाना, रेस्ट, चिया, बिहान तातो पानी सबै एभ्रिथिङ गरिदिन्छ क्या। अनि उसले घर बसेको बेलामा बाथरुम ठुलो छ, व्हाइट कलरको मार्बल, यति टर्काएर सफा गरिदिन्छ क्या। त्यो बाथरुमहरू सफा गरिदिन्छ। अनि घरमा भाँडाहरू कहाँ थन्काउने, के गर्ने होइन, कसरी बोल्ने, सबै कुराहरू चाहिँ मेरो बच्चाले गरिदिन्छ। मैले यो के भन्न खोजेको भने मलाई बोल्न डर लागिरहेको छ, किनकि मेरो बोल्ने बानी छैन। योभन्दा 10 वर्ष अगाडि चाहिँ म फिल्मै काम गर्ने मान्छे हो। 10 वर्षदेखि यता म बोलेको छैन स्टेजमा, त्यही भएर मलाई भित्रबाट डर फिल भइरहेको छ होइन। मैले मनमा लागेको कुराहरू प्रश्न भन्न सकेको छैन। तर म प्रत्येक अभिभावकहरूलाई के भन्छु भने स्कुलमा आएर कम्प्लेन गर्नुभन्दा पनि बच्चालाई घरमा तपाईँहरूले कम्प्लेन गर्नुहोस् क्या। तिमीले यो सिक्नुपर्छ, यो टाइम गर्नुपर्छ, बच्चालाई टाइम तिमी यति बजी उठ है। अहिले मेरो सानो भन्छु म प्रसन्न 4:30 भएपछि आफै उठ्छ, मैले उठाउनु पर्दैन। अलार्म हामीलाई केही चाहिँदैन, उठ्छ। अनि यदि बाइचान्स उठेन भने पनि घर ढोकाको सानो भने चाहिँ हजुर माम हजुर। अनि हाम्रो चाहिँ बिहान उठेपछि जय भोलि माम हजुर, गुड मर्निङ माम हजुर। अनि एकछिन छोरा माम हजुर मैले केही गर्नुपर्ने छ कि, मेरो सबै बच्चाहरूले त्यस्तो भन्छ क्या। 3टा छन् होइन। अनि उनीहरूले अब 12 त पढेर न के भयो जबको लागि कहीँ पनि इन्टरभ्यू दिन जाँदाखेरि इन्टरभ्यूमा फेल छैन क्या मेरो बच्चाहरू। यति छ कि स्कुलमा कलेजमा ल तपाईँहरूको बच्चाहरू बेस्ट छ, कसरी घरमा गरिराख्नु भएको छ घरमा। किनभने हामी अक्सरहरूले नि कुरा आयो कि हामी नै मोबाइल हेरेर बस्छौँ, हामी नै कसै साथीसँग फोनमा मैले त्यसैको कुर्ता किने, यस्तो सेन्डल किने, यस्तो गहना बनाएँ। त्यो मेरो बच्चाले पनि त्यही सिक्ने हो क्या। बच्चा आउँछ मोबाइल, आज तिमीले कुन गर्यो, तिम्रो बेस्ट टिचर कुन हो, तिमीलाई कुन पढाएको मन पर्यो। हाम्रो चाहिँ बच्चैदेखि त्यो फिडब्याक क्या। म सँगै बसेर मेरो बच्चाहरूले 12 पास गर्यो। मेरो ठुलो छोरा जापान गएको 1 वर्ष भयो, उसले नि अब एकैचोटिमा एकैपटकमा इन्टरभ्यू पास गरेर गयो। उहाँ गएर मेरो छोरालाई केही कामको दोष छैन क्या। ऊ जहाँ गएर इन्टरभ्यू दिन्छ नि ऊ टप हुन्छ, उसले काम पाल्छ। अरू साथीहरूले चाहिँ कतिले काम नगरे भएपछि मेरो छोराले चाहिँ मन्थली 2 लाख पठाउँछ मलाई, मतलब ऊ ट्यालेन्ट छ। मैले भाषा पढाउँदा पनि मैले के भने छोरा त भाषामा फोकस गर, भाषामा
किनकि तैँले भाषा जानिस् भने अगाडि जब पाउँछस्, जब पाइस् भने तेरो पैसा इन्कम हुन्छ, तर तँलाई टेन्सन हुँदैन, हामीलाई पनि टेन्सन हुँदैन। उसले अहिले जे गर्छ राम्रो गरिरहेछ। छोरीले पनि जहाँ गएर इन्टरभ्यू दिन्छ पास। अहिले मेरो छोरी, म यहाँ छु, मेरो छोरीले मेरो घरमा एभ्रिथिङ गरे हुन्छ, बेडदेखि लिएर रुमदेखि लिएर भाडादेखि खाना। अब म गएपछि ल हजुर खाइसु, मलाई टेबलमा ल्याइदिन्छ। मेरो छोरीले 20 वर्ष भयो, छोरो 16 वर्ष लाग्दैछ, सानो छोरो। मतलब उसले सबै थोक गर्छ। म घरमा भएन भने म भए जस्तै क्या, मेरो घरमा यता कोही पाहुना आयो भने उसले चिया चिसो खाना खाजा अनि त्यो बेडसिटहरू मिलाउन सबै गरिदिन्छन् क्या। त्यो क्षमता चाहिँ कसले गर्ने भन्दाखेरि प्यारेन्ट्सले गर्ने हो क्या। स्कुलले भनेको किताबी ज्ञान दिएला, तर व्यावहारिक ज्ञान, भोलि गएर बोल्न सक्ने, कस्तो व्यवहार गर्ने भने चाहिँ हामी त्यो के भन्छ प्यारेन्ट्सले गर्नुपर्ने रहेछ भन्दै बिदा चाहन्छ। धन्यवाद।